भोग्ला बिहान 10 बजे खाएर आएको भोग्ला हो। नमस्ते सबैजनाले शुभ बिहानी। के छ तपाईहरुको हालखबरमा? एकदमै सन्चै छु। आयो तपाई पनि सन्चै हुनुहुन्छ होला आशा गर्छु। र चक्क यो चाहिँ हाम्रो गाउँ है मजा आन आँटेको आज चाहिँ कमरपानीमा सरसफाइ कार्यक्रम टक्क हैन मजा आन आँटेको चाहिँ सट्ट यहाँनिर हो। म टक्क बाटोमा छु हस्से लिएर त्यतिर म छु हस्से लिएर जान आँटेको कमरपानीमा आज। आज सबजना आइदिनु पर्यो टक्क कमरपानीमा हैन बवाल तरिकाले टक्क पुरा छक छक काट्नु पर्यो के छक काट्नु पर्यो के कफीहरु हैन कफीहरुको यता के भन्छ पुरा सरसफाइहरु नि त आज यहाँ जान आँटेको। म चाहिँ टक्क यतातिर छु म जान आनेको पारी हो उन्यानेर हो कोही पनि आएन एकैले छु म एक्लै छु कोही बात नै त्यस्तो भइरहेछ। सो अब म चाहिँ धेरै पछि चाहिँ हल्का एक्टिभ सामाजिक सञ्जालमा हैन म ड्युटीतिर काम गर्न लाग्छु नि त। सबैजनाले माया देखाउनु पर्यो हैन भलक आउँछ भलक अब त्यही यो गाउँघरको तपाईँहरूलाई थाहै छ हैन तपाईँहरूको साथ सपोर्ट माया चाहिँ मलाई दिनु हैन। टक्क चाहिँ हाँसी चाहिँ बवाल बनाएको रहेछन् केटाहरू भन्ने हुन्थ्यो त्यो टाइममा। अब आजभोलि त अब कोही पनि हुँदैन है। पहिला चाहिँ हामीहरू चाहिँ यहाँदेखि लिएर पुरा खतरा गोरु चराइदिन्थ्यौँ कि होइन। यहाँदेखिको चाहिँ थपकोट हो है यो थपकोट भन्छ यहाँनिर। अनि यतातिर चाहिँ यो चाहिँ गोखुङा तलको चाहिँ पातले घिपेको है म चाहिँ जुम गरेर देखाएको। यहाँ हामी चाहिँ काफल खाना होइन यहाँ तलबाट बुट्छ कि खतरा बुट्छ है काफल खाना आउँदै थियौँ हामी। अनि लगडा जो म्याल छ नि त यो म्याल छ नि यो यसमा चाहिँ हामीहरू चाहिँ यस्तो गर्थ्यौँ कि अब हुन्छ नि अब गोरु हेर्न आउँथ्यो त यता अनि यता गोरु हेर्न आउँथ्यो नि त हामी। त्यो टाइममा हामी चाहिँ म्याल खाने अनि म्यालमा चाहिँ पिङ खेल्थ्यो क्या त्यो टाइममा। अब सबजना छुट्यो है केटाहरू सब छुटिरहेको छ नि त। म अहिले गाउँमा लगभग म एक्लै नै हो हाम्रो भेज केटाहरूमा एक्लै छु म तर भेज चाहिँ लाग्छ साथीहरू कता कता पुगेँ होइन म पनि आफ्नो ठाउँमा पुगेको छु त्यस्तो हो त होइन। अब मैले गर्नुपर्ने कर्तव्य गरिरहेको छु म पनि होइन। तर सो अब उनीहरू ठाउँमा पुग्यो म आफ्नो ठाउँमा छु उनीहरू आफ्नो ठाउँमा छ कुदिरहेको छ है कुद्नुपर्छ नकुदे त छैन नि त जिन्दगी होइन कुद्नुपर्छ केटा हो जति सक्छौ राम्रो गर होइन सबजनाले राम्रो हुनुपर्छ है। भोलि बिहान साथीभाइ भेट्दा पनि ओहो ल मेरो साथी है भन्दाखेरि चाहिँ आफूलाई गर्व लाग्छ कि हामी त्यो काम गर होइन साथीभाइ देखेर लुक्नुपर्ने अवस्था नहोस् मैले चाहिँ भन्छु है। अनि हामी चाहिँ यो बाटो हुँदै कमरपानी जान्थ्यौँ होइन। अब चाहिँ यहाँनिर चाहिँ हेर्न टक्क 2000 कतिमा बस लोटेको लाम भिर म आइसकेको छु होइन। कतिजना धेरैजना मर्नु भएको थियो नि त यहाँनिर होइन। अब पहिला चाहिँ डर लाग्थ्यो अब सातो पनि जान्थ्यो होइन अब गाउँघर त्यही त अनि म चाहिँ बच्ची थिएँ त्यही बाटोमा होइन पुरा लासहरू बिछाइरहेको हुन्थ्यो नि त त्यो टाइममा। अब सो हुन त त्यति बेला त यो बाँसहरू केही पनि थिएन पुरा होइन चिल्लै भइरहेको थियो नि त पुरा यो त जङ्गलै पो भएको जस्तो है। 2066मा लोटे जस्तो लाग्छ मलाई बस दुर्घटना है भएको जस्तो लाग्छ मलाई एक्ज्याक्टली चाहिँ टक्कै याद भएन तर 65-64मा चाहिँ भएको हो त्यस्तो लाग्छ मलाई। म चाहिँ 6-7 वर्षको थियो होला अब यो त केही पनि थिएन जङ्गलहरू थियो कसम हेर एक्लै भयो त म यार कोही आएको छैन त पछाडि पनि। हामीले पढ्ने बेलामा चाहिँ हामी चाहिँ यहाँ टक्क त्यतिबाट टक्क जान्थ्यौँ नि त हामी पुलबाट आजभोलि चाहिँ तल घर भर्नुपर्ने रहेछ बस्दा। फाइनल्ली म पढेको स्कुल आइसक्यो है चाहिँ मैले पढेको स्कुल हो हामीले पढ्ने टाइममा चाहिँ यो बनेको थिएन
यताको चाहिँ हैन सो कस्तो लाग्यो भ्यू बवाल छ नि हैन कभर पनि पारी चाहिँ हिमालय हो माइ गॉड वाह कस्तो राम्रो आइरहेको यार बाइक चाहिँ म तपाईहरुलाई अहिले बादमा भेट्छु है त म टक्क सरसफाइ गर्न जाँदाखेरि टक्क तल भेट्छु है त सरसफाइ कार्यक्रम हाम्रो भाइले त सरसफाइ गर्नु हैन त एउटा भाइ छन् यताउटा भाइ छन् म यहाँ बसेर काम ठोकिरहेको छु गराउ केटा गराउ त्यस्तै छ गाइस मान्छेहरु आइरहनु भयो त्यसरी म छु पुरा टक्क स्टार्ट हुँदैछ है सबै कार्यक्रम चलिरहेको छ यतातिर चोली बुम वाह कस्तो अनुभव आउँछ आज माथि नानीहरू आइरहेको छन् हेरिरहेको छन् फाइनली डक्ट खतरा ल भाइरल हुनु होला है मामा तपाईँ जङ्गलमा टक्क यता अङ्कल बिहान 10 बजे खाएर आएको भोक लाग्यो अङ्कल भोक लाग्यो आटो खाँदो भोक लाग्यो खै छ मलाई भात पकाएर राखिदिने कति भएर बिहान 10 बजे बोलाएर खान दिन्छन् पानीसम्म सोधेनन् मलाई तिर्खा लाएर प्याक्टी बनाऊ भोक लाग्यो भोक लाग्यो भोक लाग्यो पेटामा मसो दुखेको खै छ मलाई किने हजुर भोक लाग्यो मलाई सिन्केर आएको भए पनि हुन्छ पारिबाट आवाज दिइरहेछ नि म त टक्क छु सो फाइनली गाइज म चाहिँ फर्किसकेको अवस्था तर हालत चाहिँ खराब भयो है म चाहिँ फर्किसकेँ भिडियो कस्तो लाग्छ लाइक कमेन्ट
सब्सक्राइब पनि ठोकौँ होइन युट्युबमा अनि फेसबुक पेज सबैले फलो गरौँ है। सो अर्को भिडियो भेटौँला।